सम्पूर्णमा मेरो नमस्कार। आज 10 बजेको 82 साल माघ 6 गतेको मेरो नमस्कार सम्पूर्णमा। आज मेरो काम कति साह्रो बिजी भएको त म यहाँ किनेमा बनाउने भटमास पकाउँदैछु। यतिखेर भइसक्यो यता खाना पकाउँदैछु। अब आज अलिकति हिजो मास पनि फलेर पिसिराखेको छु। यो रोटी पनि पकाउनु भन्दैछु। सबैले सङ्क्रान्तिमा खाएँ, म चाहिँ अब अरू मेरो दाजुभाइकोमा खाँदै ठिक्क भएँ। आज म यो अलिकति चामल, अलिकति मासको दाल, कोदोको पिठो मिसाएर यसो अलिअलि बनाउला भन्ने मेरो सोच गरेको छु। अब गुन्द्रुक पनि यतिखेर लाउनु पर्ने भइरहेछ, सुकिसक्यो। किनेमा पनि बनाउनु पर्ने। 10 बजेर कति गइसक्यो। यता मसलाहरू पनि सुकाइरहेछु। मेरो काम कति साह्रो गिएजु भयो त। दाल को चाहिँ यो सोपको पत्ताको लरिया, कालो दालले लरिया अलिकति बनाउँछु, अलिकति नि रोटीमा मिसाउँछु भन्ने छ। सुप खाने भनेर भरे यो राजमाको सुप खाने भनेर यस्तो चिज पनि बजारबाट ल्याइरहेछु। मेरा लिम्चुङबाट कोपिला बहिनीको नानाले मलाई यो फर्सीको खाने मन गरेको थिएँ, पठाइदिनु भएछ। धेरै धेरै धन्यवाद उहाँहरूको परिवार लगायत बहिनीहरूलाई। यता राजमाको भरे सुप खाने रोटीसँग भनेर यता भिजाएको मैले। अब यो फर्सी पनि अलिकति रोटी सुप भरे बेलुका भातकै साटो खाने भन्ने विचार गर्दैछु। यो अहिले म चाहिँ यो साग मकैको पिठो लाएर लदबद बनाएर पकाएर खाम्ला भन्ने 10 बजेर 11 बजेर 12 बज्न आँट्यो। कतिखेर हो मेरो काम के गर्नु। एक्लो हुँदा एक मजा पनि हुँदो रहेछ, एक नमजा पनि। मेरो बाध्यताले म एक्लो भएँ के भनेर। म सबै काम आफै भ्याउनुपर्छ। आफै भ्याउँदाखेरि त नसकिने। म रोगी छु, बिहान अबेला उठ्छु घाम झुल्केपछि। त्यो कारणले गर्दा काम भ्याउँदिनँ। उहिले आमाहरू भन्नुहुन्थ्यो राति उठ्नुपर्छ छोरी मान्छे, अनि सबै काम भ्याइन्छ भन्नुहुन्थ्यो। हो नि, उतिखेर खेतीपातीको जमाना थियो, खेतीपाती गर्थेँ, राति नै उठ्थेँ, राति नै ढिकी जाँतो गर्थेँ, अनि बिहान उज्यालो हुने बित्तिकै मेला पार्न जान्थेँ। अब अहिले त त्यस्तो जमाना पनि छैन। तर नभए पनि छिटो उठ्नु पाएको सकेको थियो भएदेखि यतिखेरसम्म चाहिँ मेरो काम सबै समेटिसक्थ्यो। ढिलो उठ्नाले गर्दा मेरो कामहरू ढिलो भइरहेछ। हेर्नु न, यो खालको फर्सी त म देखेको पनि थिइनँ। कोपिला बहिनीको नानाले पठाइदिनु भएछ यस्तो फर्सी। एउटा फर्सी चाहिँ काटेर भरे उसिन खाउँला भन्ने छ। एउटा चाहिँ राखिरहेको छु। रणमाया नानाले ल्याइदिनु भएछ। रणमाया नानालाई धेरै धेरै धन्यवाद। मेरो हृदयदेखि मेरो आमा जस्तो मान्छेले बिहान बिहानै ल्याइदिनु भएछ। बहिनीले लगिदिनु है भन्नुभएको छ फर्सी, अनि नानाले ल्याइदिनु भयो। अहिले गइ पनि सक्नुभयो। खाना खाएर जाउँ भनेको मान्नु पर्ने, म खाना खान्न, मेरो घाउ छ मुखमा भन्नुभयो। तातो पानी खानुभयो, अनि अलि एक कप्टेर फर्सी दिइहालेँ, उसिनेर खानु है भनेर। यस्तै छ मेरो जिन्दगी। किनेमालाई तातो बनाउनुको लागि हिजै लुगा सुकाएँ, आजै किनेमा बनाउनु भनेर कतिखेर सुक्छ मेरो किनेमाहरूलाई ओढाउने लुगाहरू। यस्तो हिजो मात्रै धोएर सुकाएको, कतिखेर सुक्ने हो। अब किनेमा कुच्याएर लाउनु पर्ने छ। यस्तै छ मेरो। हस् त, आजको भिडियो मेरो यति नै। मेरो चाहिँ नि भिडियो कस्तो हुन्छ सबैजनाले लाइक सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, हेरिदिनुहोस् ल भन्दै मेरो भिडियो यति राख्दछु।